हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। आज चाहिँ हामी हत्तु 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 भएर घर सफा गऱ्यौँ। त्यसको बादमा चाहिँ यो आरु टिप्नुपट्टि लागेको छौँ। यौवन चाहिँ आरु टिप्दैछ है साथीभाइ हो। हेर्नु न, टिप्दै यहाँ भुइँमा राखिरहेको छ हो। अब अझै थुप्रो टिप्नुपर्छ, किनभने चाहिँ मैले चाहिँ गान्तोक पठाउनु पर्छ। यो बुहारीहरूले खान्छु भनेको छ, त्यसले गर्दाखेरि हेर्नुहोस् न साइज के राम्रो है यार। खै अन्त हलो भन न हौ ब्लकमा त, यता हेरेर त हलो भन। हेलो अब टिप। खै साइज हेरौँ न के दामी है। खै दिनु म यहाँ समात्छु नि। हो हेर्नुहोस् है, हामी चाहिँ आरु टिप्दैछौँ आज। पहिला थुप्रो ठुल्ठुलो रहेछ हेर्नु यहाँ तल्लोपट्टि हेर है। यतापट्टि पनि पुरा रहेछ यहाँनिर। यो चाहिँ मैले तपाईँहरूलाई अस्ति नै भनिसकेको थिएँ नि, यो चाहिँ हिमाचली आरु हो भनेर है। अलिकति स्विट एन्ड साहा हुन्छ, तर मन पर्दो रहेछ। हिजो भोटको दिन केटाकेटीहरूले कम्ती मजाले खाएन। तपाईँहरूकोतिर भोट कस्तो भयो? हाम्रो चाहिँ यहाँ शान्तिपूर्वकै भएर सक्यो है। अब रिजल्ट के कस्तो हुने हो। र हेर्नुहोस् न आरु टिप्दैछ है हाम्रो चाहिँ। रुखमा चढी चढी टिप्दैछ है। लड्ला है यौवन। ए हावा हावा नबोल है। ऊ सासा नि आएछ यहाँ। सासा पनि आएछ है। ऊ देख्नु हुँदैछ होला, रेस्ट गरिरहेछ सासा चाहिँ। झर्छ है। अब यतापट्टि अम्बकको रुखमा चढेर टिप्नुपर्छ है। कमिलाले कतिको दुःख दिँदैछ। अब यतापट्टिको टिप्नुपर्छ है। है अब अलिक टिप्दिएको, किनभने घरिघरि गान्तोक पठाउने मान्छे पाउँदैन। लु यता हाल है, म चाहिँ तल बसेर थाप्दैछु। ऊ चाहिँ माथि रुखमा चढेको छ। हेर्नुहोस् न फेरि हो रुखमा चढेको है। त्यस्तो हुन्छ है, सजिलो चाहिँ छैन टिप्नु। म चाहिँ आफै ट्राई गरेको है। हाइटले भेटिहाल्छ फेरि। यहाँ पनि कस्तो राम्रो छ है यता, तर अब भेट्नु सकिँदैन। बेसी अल्गो भएर अब यति चाहिँ भेटेँ मैले हो। हेर नि बाल्टीमा हाल्छु, कस्तो राम्रो हो। तर के गर्नु, आफ्नो हाइट छैन है। छोटो आऊ म टिप्दिन्छु। अब उता छ, यताको कति छ? टिपिसक्यो? छैन होइन। अब 1-2 दिनमा पाक्छ। उयो बन्चमा छैन, मलाई हेर त उहाँ तलको। लु है साथीहरू, यो आजको टिप्नी हो, फर्स्ट टिपेको है। तपाईँहरूलाई के कस्तो लाग्छ हेर्नुहोस् त है। यो चाहिँ मेरो हिमाचली आरु हो, स्विट एन्ड सावर हुन्छ। हेर्नुहोस् न है, हो राम्रो छ। हेर्नुहोस् त कलरहरू। अझै अब यो त फुल पाकेको छैन, पाकिन्जेलसम्म चाहिँ साह्रो पर्छ नि त, बस्नु सक्दैन। गरम लागिसकेपछि चाहिँ यो झर्नु थालिहाल्छ हो। फेरि चरा, तपाईँहरूलाई याद छ मेरोमा चरा चुरुङ्गी चाहिँ कति आउँछ भनेर। यो चाहिँ मेरो अर्को हिमाचली बोट हो। यो चाहिँ अलिक ठुलो छ र अलिक पुरानो पनि यो बोट। हेर्नुहोस् न कस्तो राम्रो फलेको छ साइजहरू। हेर्नुहोस् त हो। तपाईँहरूलाई के कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनुहोस्, अनि प्लिज सब्सक्राइब माई च्यानल प्लिज। थ्याङ्क यू सो मच। सी यु इन नेक्स्ट भिडियो।